अहिले ठोरी नगरपालिकामा छ। मसँग एकजना बा हुनुहुन्छ। बा यतिर हेर्दिनु है, तपाईँ टिभीमा आउँछ। तपाईँको नाम के हो? रामलखन महतो। रामलखन महतो। तपाईँ यहाँ माडी नगरपालिका वडा नम्बर 8 मा बस्नुहुन्छ। ए छोराछोरी कतिजना छन्? 4 भाइ छोरा छन्। 4 भाइ छोरा, छोरी? छोरी छैन। 4 भाइ छोरा कहाँ छन्? यही ओल्तिर पर्तिर छन्। ए यही छन् चारैजना? विदेशतिर गएका छैनन्? छैन। ए तपाईँ 75 वर्षको हुनुभयो? ए अरू को छ घरमा? तपाईँको जहान छ कि छैन? छैन। ए ल ठिक छ ल। म एउटा सन्त धर्म लिएको। के धर्म लिएको? म विष्णु धर्म हो मेरो। ए यसमा के राखेछ अरे? भुस यही हो माल। अब म एउटा मान्छे छु, एक्लै छु। मलाई किन चाहियो ठुलो घर? त्यही त, यो कुटी भएर मलाई भइहाल्यो। एउटा मान्छे एउटै बिस्तारमा सुत्छ, दुईटा बिस्तारमा सुत्न मिल्दैन। ए म भित्र पनि सुत्दैन, म यहाँ बाहिर सुत्छु। त्यही त। हामी गाजा यस्तै म अचानक पर पाहुना आउँछन्, कसैलाई मन लाग्छ खाना लागि। मेरो घरमा साधु महात्माहरू आउँछन्। आउँछ उनीहरूलाई चाहिँ खुवाउँछु। तर म यो खाँदैन फेरि। तपाईँले खाँदैन? म खाँदैन। बाख्राहरूलाई छेर्यो भने खुवाउँछ होला? हो, त्यो दबाईको औषधिको लागि राखेको? राखेको, खानको लागि होइन? होइन। ए लु ठिक हो। यसले बाख्राले छेर्यो भने यसले यो खुवाइदिनु ठिक हुन्छ है? यो खुवाएपछि त बाख्रा एकदम कब्जियत हुन्छ, साह्रो ढाडिन्छ बाख्रा नै। यो खुवाइदिएपछि बाख्रा एकदम ठिक हुन्छ। अरू यो गाजा अरू के को औषधि हुन्छ? तपाईँ त यहाँ अरू के को औषधि हुन्छ छेरेको बाहेक? यो मान्छेको लागि पनि भन्छु म यसको। ए मेरो पेट ढाडिन्छ कहिले काहीँ, क्या ग्यास्ट्रिक हुन्छ मेरो, ढाडिन्छ। यो भाङ अलिकति चाहिँ मिचेर चाहिँ टप्प खान्छु, ठिक हुन्छ। ए भनेपछि यो खाइरहनु भएन? रोग खाइरह्यो भने यसले समस्या गराउँछ, लत बसाल्छ। तर औषधिको रूपमा खान मिल्छ, यसले एकदम राम्रो ओखती काम गर्छ। राम्रो औषधि काम गर्छ। औषधि नै हो यो? ग्यास्ट्रिकको लागि 1 नम्बर औषधि हो यो। ग्यास्ट्रिकको लागि 1 नम्बर औषधि हो? 1 नम्बर औषधि हो यो। ए त्यही त। तर यसरी तान्ने होइन, खानी चबाउने, टट्ट खाने, पानी खाने, बस। ए तपाईँले अहिलेसम्म खाँदैन यसरी उ गरेर? म खाँदैन। धुवा बनाएर खाँदैन? ए धुवा बजारमा कहिले पनि खाँदैन। कहाँ यही उत्पादन भएको यो गाँजाको रुख यही छ? यो भाङहरू के जङ्गली भाङहरू यही। ए यो जङ्गलबाट लिएर आएको यही घरकै हो? उम्रिन्छ कि यही बारीमा। ठिक हो बाजे, ठिक हो। त्यही चाहिँ काटेर राख्छु यो दबाई औषधिहरूको लागि। ए दबाईको लागि राख्नु भएको यो खास?